यो अधिवेशनमा राखेका मुख्य एजेन्डाहरूलाई पनि प्रस्तुत गर्नेछु। अध्यक्षज्यूको अनुमतिले उपस्थित सबै साथीहरूलाई म ध्यान आकृष्ट गराउन चाहन्छु। यो एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज व्यापार व्यवसायको क्षेत्रमा काम गर्ने साथीहरूको नेटवर्किङ प्लेटफर्म हो, जहाँबाट व्यापार व्यवसायको विस्तारको लागि चिन्तन होस्, त्यसको लागि समन्वय होस्, विस्तारको सम्भावना खोज्ने एउटा प्लेटफर्म बनोस्। त्यो एउटा प्लेटफर्म आदरणीय संस्थापकज्यूहरूले 2008 मा कल्पना गर्नुभयो र सुरुवात गर्नुभयो। त्यो 2008 को समयलाई स्मरण गरौँ। त्यतिखेर कोही यदि नेपाली भनेर चिनियो भने अरू केही नभनिकन अच्छा बहादुर हो। अच्छा, बहादुर भनेको भन्दा होटलको वेटर या गार्ड, त्यो कन्डिसनमा त्यो फेजमा हुँदै गर्दाखेरि हाम्रा केही संस्थापक अग्रजहरूले हाम्रो समाजलाई एउटा नयाँ आइडेन्टिटी व्यापारको क्षेत्रमा स्थापित गर्ने, बिजनेसको लागि ब्रेनस्टर्मिङ गर्ने प्लेटफर्म बनाउने, त्यहाँ चिन्तनको लागि प्रयास गर्ने, नेटवर्किङको पहल गर्ने, एकअर्कालाई सहयोग गर्ने त्यो सङ्कल्प लिनुभयो। त्यो सङ्कल्प लिँदै गर्दाखेरिका ती संस्थापकहरूको त्यो बेलाको अवस्था हेर्ने हो भने आज जहाँ उहाँहरू हुनुहुन्छ अवश्य पनि त्यहाँ हुनुहुन्थेन। कतिपय साथीहरूलाई लाग्छ यो चेम्बरले गर्यो नि के। धेरैजसो साथीहरू यो इनिसिएटिभ सुरु गर्दै गर्दा जहाँ हुनुहुन्थ्यो उहाँहरूले यो इनिसिएटिभमा इन्भल्भ हुँदै गर्दाखेरि आज कमसेकम केही हजार करोडका बिजनेस सिस्टमहरू डेभलप गर्न सक्नुभएको छ। त्यो पनि आफैमा एउटा उपलब्धिको कुरा हो। 2008 सेप्टेम्बर महिनामा स्थापित यो संस्था अगाडि बढ्दै गर्दा उहाँहरू आफू आफ्नो लेभलमा जहाँ पुग्नुभयो, एउटा नेटवर्क, एउटा बिजनेस खालको इनिसिएटिभमा पहल सुरु भयो। समयको साथ नेपाली कम्युनिटी व्यापारमा पनि काम गर्छ भन्ने खालको एउटा छाप समाजमा पुर्याउन सकेको खालको अवस्था छ। र चेम्बरसँग जोडिएका हाम्रै समाजका साथीहरू आज 8-10 हजार करोडको टर्नओभर एचिभ गरेका साथीहरू पनि हामीसँग एभरेस्ट चेम्बरको मेम्बर बनेर बस्नु भएको छ। त्यो हाम्रो लागि कल्पनाभन्दा बियोन्डको कुरा थियो केही समय पहिलेसम्म, र अझै पनि त्यो लेभलका 2-4 हजार करोड, 200-400 करोडदेखि लिएर 1000-1200-1500 करोडसम्मको टर्नओभर पुगेका मान्छेहरू पनि अब चेम्बरसँग जोडिनको लागि एप्रोच गर्दै गरिरहेको खालको अवस्थासम्म यो चेम्बरलाई पुर्याउनमा त्यो बेला 2008 को समयमा केही नहुँदै गर्दाखेरि स्कुलको चौरमा बसेर यो कल्पना गर्ने जति अग्रजहरू हुनुहुन्थ्यो उहाँहरू अवश्य पनि धन्यवादको पात्र हुनुहुन्छ। यो हुँदै गर्दाखेरि सुरुवाती समयमा स्वाभाविक रूपमा यो चेम्बरको गतिविधिहरूलाई यदि हामीले क्लोजली हेर्ने हो भनेदेखि त्यहाँ कन्फिडेन्सको कमी थियो, बिजनेस संस्कारको कमी, डिसिप्लिनको संस्कारको कमी, अनुशासनको कमी त आज पनि हामी भोगिरहेका छौँ। 10 बजेको कार्यक्रम 12 बजे सुरु गर्दैछौँ। हाम्रो समाजको कमी त्यही हो। हामी कुनै पनि कुराहरूलाई अनुशासन र सिरियसनेसको साथ लिँदैनौँ, त्यसको खराब परिणाम हामीले भोग्नै पर्छ। हामी भोग्दै पनि आइरहेका छौँ। त्यसलाई जति चाँडो सुधार गऱ्यौँ त्यति साह्रो हामीलाई व्यक्तिगत रूपमा पनि फाइदा हुन्छ, समाजलाई पनि फाइदा हुन्छ। यो हामीले प्रण पनि गर्नु छ। र त्यसरी अगाडि बढ्दै गर्दा सुरुवाती समयमा एउटा एक्सक्लुसिभ क्लबको रूपमा चेम्बर देखिएको थियो। यसो गेट टुगेदर गर्ने, खसी काट्ने, खाने खालको त्यही यसो चिया पानीहरू चिसो तातो त्यो खालको तरिकाले नै चल्दै गइरहेको अवस्था थियो। 2017 को त्यो अधिवेशनमा यहाँहरूले नै मलाई पनि यो इनिसिएटिभमा लाग्न प्रेरित गर्नुभयो। त्यतिखेरको त्यो ब्याकग्राउन्ड थियो। 2012-13 बाट हामी हाम्रो स्वाभिमानको अभियानमा जोडिएका थियौँ। काम गर्दै गर्दा नन पोलिटिकल प्योरली सामाजिक हिसाबले समाजलाई लिफ्ट गर्न सक्ने खालको एउटा क्यापासिटी भएका एउटा समूह या संस्थाको रूपमा मैले त्यतिखेर एभरेस्ट चेम्बर र हाम्रो स्वाभिमानलाई मानेको थिएँ। परमपूज्य आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्णजी महाराजको अथक प्रयासको कारणले हाम्रो स्वाभिमानले पनि मल्टिपल हाई लेभल कार्यक्रमहरूको माध्यमले नेपाली कम्युनिटीलाई एउटा कन्फिडेन्स भर्ने प्रयास गरिरहेको थियो। तर समाउ ती दुईटा संस्थाहरूमा यति तिक्तता बढेको थियो, त्यही हाम्रै प्लेयरहरूको कारणले,
हाम्रै मान्छेहरूको सेल्फ सेन्ट्रिक एप्रोचको कारणले त्यो दुईटै संस्थाहरू एउटै समयमा त्यतिखेर एभरेस्ट चेम्बरले तीजको कार्यक्रम हुनलाई त्यो कनेक्ट पर्दैन, तर तीजको कार्यक्रम च्यालेन्ज गर्नको लागि कसलाई हाम्रै आफ्नै समाजकै मान्छेहरूलाई त्यो कन्फ्लिक्टको सिचुएसन थियो। त्यो बेलामा यो दुईटालाई मिलाउनु पर्छ भन्ने हिसाबले केही अग्रजहरूले मलाई मोटिभेट गर्नुभयो, तपाईँ चेम्बरमा पनि आउनुहोस्, दुईटैलाई मिलाएर लिएर जानुपर्छ भन्ने हिसाबले मलाई इन्स्पायर गर्नुभयो। म चेम्बरको सदस्य लिएर चेम्बरको अधिवेशन हुँदै गर्दा चुनाव लड्नको लागि गएको। त्यतिखेर चेम्बरको वस्तुस्थिति के छ त, के हुँदैछ, चेम्बरभित्रको फाइनेन्सियल अवस्था के छ, चेम्बरको ओभरअल वर्किङ स्टाइल के कस्तो छ, त्यो क्लोजली मैले स्टडी गर्ने प्रयास गरेँ। त्यतिखेर हामीसँग एउटा अफिस पनि थिएन आफ्नो, मिटिङहरू अलग अलग अग्रजहरूका घरमा बस्थे। मिटिङहरूको समयमा अक्सर कम्प्लिट गर्ने बेलामा जाँड खाएर पिट भएर एकदमै त्यस पछाडि कति समयसम्म बोलचाल बन्द हुने खालको हुन्थ्यो। मैले त्यो देखेको थिएँ, त्यो पढेको थिएँ, त्यो स्टडी गरेको थिएँ। हाम्रा अग्रजहरूमा राम्रो बोलचाल त्यति हुन्थेन, त्यो खालको कन्डिसन थियो चेम्बरको। अथक प्रयास गरेर हामीले सुरुवाती समयमा मिटिङहरू गर्दै गर्दाखेरि हामीसँग मिटिङमा खर्च गर्ने अब आफ्नो अफिस थिएन, 4-5 हज़ार रुपियाँ त मिटिङ गर्ने भेन्यूको लागिहाल्थ्यो। त्यो 4-5 घरमा मिटिङ नगर्ने, अब हामी यसलाई अफिसियल तरिकाले प्रपर तरिकाले सुरुवात गर्ने भनेर हामीले सुरु गऱ्यौँ। हामी रेन्टमै भए पनि मिटिङ गर्न थाल्यौँ। 4-5 हज़ार रुपियाँ त्यो मिटिङ भेन्यूको खर्च, त्यहाँ चियापानीको यताउति ब्यानर स्यानरको खर्च गर्दाखेरि 10-12 हज़ार रुपियाँ भइहाल्थ्यो। त्यो 10-12 हज़ार रुपियाँ उठाउनको लागि त्यही पदाधिकारीहरू हामी 10-15 जना हुन्थ्यौँ। लगभग 1000को आसपासमा खर्च लाग्थ्यो। त्यो हजारको हिसाबले खर्च तिर्नु परे पछाडि हाम्रो त्यो कार्य समितिमा इलेक्ट भएका साथीहरू त्यो चेम्बरको मिटिङमा जानु भनेको 1000 रुपियाँ ट्याक्स तिर्नु हो, हामी आउँदैनौँ भनेर धेरै साथीहरू आउन छोड्नुभयो। जसले त्यो गर्नुभयो उहाँहरूलाई थाहा छ, मैले पर्सनली नाम लिन्न, तर त्यो अवस्था आयो। भनेपछि त्यो अवस्थामा थियौँ हामी। त्यहाँबाट हामीले ल अगाडि बढाउन सुरु गरेको। गर्दै गर्दा बिस्तारै बिस्तारै हामीले चेम्बरको अग्रजहरूले प्रयास गरेर एउटा अफिसको लागि भनेर स्पेस किन्नुभएको रहेछ। त्यो स्पेसलाई फेरि हामीले अब डेभलप गरौँ भनेर प्रयास गऱ्यौँ। सम्भव त्यसलाई एउटा बेसिक लेभलमा टेन्ट सेन्ट हालेर टिन सिन हालेर पनि तयार गऱ्यौँ, तर त्यो एकदम अलिकति चेम्बरको स्ट्यान्डर्ड लागेन भनेर फेरि त्यसको सेकेन्ड लेभलको रेनोभेसन गऱ्यौँ। त्यसमा भित्रबाट पुरा एयर कन्डिसनिङ गर्ने हिसाबले काम अगाडि बढायौँ। फेरि केही समय पछाडि ल यो चेम्बरको अफिसमा चाहिँ आउँदाखेरि अब एकदमै उराट लाग्दो अवस्था भयो। यसलाई अलिकति एक्सक्लुसिभ बनाउनुपर्छ भन्ने हिसाबले हामी लाइब्रेरी सेटअप तयार गर्नतिर लाग्यौँ। हामीले अथक प्रयास गरेर लगभग 3-4 हज़ार किताबहरू राखेर एउटा लाइब्रेरी डेभलप गऱ्यौँ। यो भनेको भारतवर्षमा नेपाली कम्युनिटीले गरेको पहिलो काम हो, नेपाली लाइब्रेरी। त्यो हामीले स्थापित गऱ्यौँ। त्यति मात्र गरेनौँ, यो बिचमा हामीले मल्टिपल प्रयास गरेका छौँ। कहिलेकाहीँ मान्छेहरूलाई क्वेसन गर्न सजिलो हुन्छ, यिनीहरूले के गरेका छन्, हामीले क्वेसन गरौँ मैले के गरेका छु। यदि हामीले यो क्वेसन गऱ्यौँ भने मैले के गरेका छु, मेरो कारणले समाजले कति फड्को मारो, मेरो कारणले समाज कति अगाडि बढो, मैले समाजको गतिविधिमा कति कन्ट्रिब्युसन गरेँ, आर्थिक कन्ट्रिब्युसन कति गरेँ, समयको कन्ट्रिब्युसन कति गरेँ, मोरल बुस्ट गर्ने काम कति गरेँ। यदि त्यो खोज्ने हो भने थाहा हुन्छ। धेरैजसो मान्छेहरू अर्काको खुट्टा काट्ने मात्रै काम गरिरहेको अवस्था हुन्छ। त्यो बिचमा पनि हामीले एभरेस्ट चेम्बरको माध्यमले हेबिटेट सेन्टरमा 2वटा नेसनल लेभलका कार्यक्रम गऱ्यौँ। आसामदेखि लिएर महाराष्ट्रदेखि लिएर पश्चिम बङ्गाल, सिक्किमदेखि लिएर भोपाल मध्य प्रदेशदेखि लिएर दुनियाँभरिका मान्छेहरू, व्यापारसँग इन्ट्रेस्ट भएका मान्छेहरूलाई एक ठाउँ प्लेटफर्ममा ल्याएर हजारौँ करोडका बिजनेस टर्नओभर डेभलप गर्न सकेका त्यस्ता मान्छेहरूलाई खोजी ल्याएर हामीले हाम्रो समाजलाई इन्स्पायर गर्ने प्रयास गऱ्यौँ। त्यो त्यति सजिलो थिएन, मान्छेहरूले पत्याउँथेनन्। सुरुवाती समयमा म यहाँहरूलाई यो स्मरण गराउन चाहन्छु। एभरेस्ट चेम्बरमा आउने बित्तिकै हामीले सुरुवाती मिटिङमा एउटा सङ्कल्प प्रस्ताव गऱ्यौँ कि हामी जति पनि बिजनेस फेडरेसनहरू छन् ती सबैसँग गएर चाहिँ एउटा एसोसिएट मेम्बरको रूपमा जोइन गरेर उनीहरूको बिजनेस कल्चर डेभलप हामीले सिक्ने खालको एउटा वातावरण बनाउँ, प्रयास गरौँ भनेर हामीले सङ्कल्प गऱ्यौँ। त्यो सङ्कल्पको अनुरूप भारतका फिक्कीदेखि लिएर एसोचेम, पिएचडी चेम्बर, सिआइआई अनि नेपाल चेम्बर लगायतमा हामीले लेटर लिएर हरेकको अफिसमा पुग्यौँ। हामीलाई पनि दिनुहोस्, हामीलाई पनि मेम्बर बनाइदिनुहोस् या कुनै हिसाबले रिकग्नाइज गरिदिनुहोस्, हामी पनि जोडेर तपाईँहरूको एक्टिभिटिजहरूमा इन्भल्भ हुन चाहन्छौँ, हामी पनि सिक्न चाहन्छौँ भन्ने हिसाबले हामीले प्रयास गऱ्यौँ। कसैले पनि एक्नोलेज गर्ने खालको अवस्था थिएन। वी वर इन द्याट पोजिसन। कहीँ पनि हामीलाई एक्नोलेज भएन, त्यो खालको अवस्था थियो। त्यस पछाडि हामीले हिम्मत हारेनौँ। त्यो हेबिटेट सेन्टरका इभेन्टहरू हिस्टोरिक खालका थिए। चेम्बरको इतिहासमा त्यो खालको त्यो लेभलको कार्यक्रम कहिले पनि भएका थिएनन्। त्यो काम हामीले गऱ्यौँ।
हामीले यसलाई विस्तार गर्नको लागि देहरादूनमा गएर कार्यक्रमहरू गऱ्यौँ, देहरादूनमा बिजनेस नेटवर्किङ इभेन्टहरू गऱ्यौँ, मुम्बईमा हामीले 2-2वटा त्यस्ता इभेन्टहरू गऱ्यौँ, भोपालमा हामीले 2-2वटा त्यस्ता बिजनेस इभेन्टहरू नेटवर्किङ इभेन्टहरू गऱ्यौँ, हामीले लाइब्रेरी डेभलप गऱ्यौँ। त्यसको साथसाथ पशुपतिनाथ सहकारी बचत तथा ऋण संस्था लिमिटेड स्थापित गर्ने काम, चाहे जेसुकै होस्, संस्थाको एक्जिस्टेन्स अलगै छ, तर पनि त्यो बनाउने काम त्यसको एक हिसाबले फाउन्डिङ इनिसिएटिभ एभरेस्ट चेम्बरकै हो। एभरेस्ट चेम्बरको माध्यमले हामीले पशुपतिनाथ सहकारी बचत तथा ऋण संस्था लिमिटेड स्थापित गर्नको लागि 2018बाट प्रयास गऱ्यौँ। हाम्रै समाजका मान्छेहरूले हाम्रै मान्छेहरूलाई डिस्करेज गरेर डर देखाएर यसबाट विथड्र गराउने प्रयास गर्नु। घर किन्नलाई चाहिँ सकिने, हामीले त्यो इन्डियन डकुमेन्टबाट हामीले घर किनेर बस्न, सबै भारतीय सरकारमा नोकरी गर्न पाउने, यूपीएससी एक्जाम दिन पाउने, सेनामा काम गर्न पाउने, पुलिसमा काम गर्न पाउने, नेपाली नागरिकतै देखाएर गर्न पाउने। तर हामीले सहकारीमा चाहिँ जोडियो भनेदेखि तिमीहरूको सबै अब सबै एकट्ठा गरेर तिमीहरूलाई ब्याकप्याक गराएर नेपाल फर्काइदिन्छ भन्ने खालको डर देखाउने काम गरे। हामी जेन्युन काम गर्ने मान्छेहरूलाई एक्चुअलमा भारत सरकारको तर्फबाट, भारतीय प्रशासनको तर्फबाट, भारतीय कम्युनिटीको तर्फबाट त्यस्तो खालको टर्चर गर्ने, एकदम पुस आउट गर्ने खालको एप्रोच छँदै छैन। तर हामी आफै एक्चुअलमा अनअर्गनाइज भएर कम्प्लेक्समा बसेर असहयोग, एकअर्कालाई असहयोग गर्ने खालको अवस्थामा हामी भएको कारणले हामी गर्न सकिरहेका थिएनौँ। तर हामीले हिम्मत गरेर त्यहाँबाट सुरु गरेको। सुरुवाती समयमा सङ्कट पनि आयो। हामीले 2019 को सेप्टेम्बरतिर हामीले लाइसेन्स पायौँ। 2020 को फेब्रुअरीबाट लकडाउन सुरु भयो। त्यो 5-6 महिनामा हामीले जति फन्ड मोबिलाइज गरेका थियौँ, लगभग 80 जना थियौँ। त्यो फन्ड अब हामीले लोनमा मोबिलाइज गरेको, कतिका दोकानहरू बन्द भए, किस्ता भर्न सकेनन्। हाम्रा मान्छेहरूले अफवाह फैलाउन थाले कि भाइ यिनीहरूको सबै ब्याकप्याक भइसक्यो, अब सबै जसको छ विथड्र गर। क्याम्पेन चलाए, विथड्र गराए धेरैको। त्यो गर्दै गर्दा पनि चाहे हामी जेसुकै होस्, हामी टिक्छौँ गर्छौँ भनेर टिकेर लागिरह्यौँ। त्यो कोभिडको त्यो फेज, ब्याड फेज, पुवर फेज सक्यो। त्यस पछाडि 2022बाट हामी प्रफिटमा आउन थाल्यौँ। 2023मा हामीले 15% डिभिडेन्ड हामीले दिन सक्यौँ। त्यस पछाडि 2025मा हामीले 12% डिभिडेन्डको साथमा जति पनि हामीसँग सिडी जम्मा भएको थियो त्यो सबैको 8% ब्याज पनि दिन सक्यौँ। त्यो एभरेस्ट चेम्बरकै इनिसिएटिभको उपलब्धि हो। सिडी र इन्ट्रेस्ट, सिडीको इन्ट्रेस्ट प्लस डिभिडेन्ड हामीले दिन सक्यौँ। त्यो हामीसँग यदि टिकिराख्दाखेरि हुनसक्ने क्यालिबर छ भन्ने कुरा त्यसले प्रमाणित गर्छ। आजको डेटमा हामीसँग लगभग 700-800 करिब मेम्बर छौँ। लगभग 7-8 करोडको करिब टर्नओभर पुगेको छ। म यहाँहरूलाई एउटा सपना देखाउन चाहन्छु। रियलमा त्यो डुएबल हो, एचिभेबल हो। त्यो के हो भने अहिले हामीसँग 700-800 मेम्बर छौँ। हाम्रो अब आउने एजिएम हुँदै गर्दा अरू हामीले 50-100 मेम्बर जोडौँला अरे। ती मान्नुहोस् 800 मेम्बर या 900 मेम्बर होला। 900 मेम्बरलाई रिक्वेस्ट गरेर हामीले प्रयास गऱ्यौँ र एक मेम्बरले 2-2 जना अरू मेम्बर जोड्यौँ भने 900 मेम्बर इन्टु 2 मेम्बर गर्दाखेरि 1800 मेम्बर अरू जोडिन्छ। 1800 प्लस पहिलेको 900 गर्दाखेरि 2700 मेम्बर हुन्छ। हामी 3000 मेम्बर पुगे पछाडि हाम्रो ब्याङ्कको लाइसेन्स अपग्रेड हुन्छ र 2 कार्यकाल 2 एजिएम पर्खिनु पर्दैन हामीले ब्याङ्कको लाइसेन्स पुग्नलाई। यदि यही स्लो पेसमै गयो भने पनि जो दिन हामीले गरेर देखाएका छौँ हामी वी आर भेरी क्लोज टु रिचिङ द्याट पोइन्ट वेयर विल ह्याभ आवर ओन ब्याङ्क। कोअपरेटिभ ब्याङ्कै सही, कम्प्लिट कमर्सियल ब्याङ्कको लाइसेन्स त त्यति सजिलो पनि छैन, तर कोअपरेटिभ ब्याङ्कको हामी नजिक पुगिसकेका छौँ। 2-4 वर्ष लाग्ला, हामी भाग्दैनौँ, टिकिरहन्छौँ। यो 2-4 वर्षमा हाम्रो दिल्लीमा आफ्नै कम्प्लिट कोअपरेटिभ ब्याङ्क हुन्छ। यो क्रेडिट एभरेस्ट चेम्बरलाई नै जान्छ। हामी त्यो फेजमा पुगेका छौँ। कतिपय साथीहरूलाई चाहिँ यो चेम्बरले केही गर्न सकेन, केही गरेका छैन भन्ने खालको लाग्छ, तर रियालिटीमा धेरै कुरा भएको छ, धेरै कुरा हुन बाँकी छ। हामीमा आत्मविश्वास, आत्मसम्मान अनि डिटर्मिनेसनको आवश्यकता छ। किनभने मैले बाहिर मार्केटमा धेरै हल्ला सुनिरहन्छु यो चेम्बर चाहिँ केही भएको छैन भन्ने खालको, यो चेम्बरमा यो बर्बादी भइसक्यो, यो सारा जाँड खाने थलन। टु बी भेरी अनेस्ट एन्ड फ्र्याङ्क, म चेम्बरको कार्यसमितिमा आइसके पछाडि पहिलेका मलाई त्यसको रिपोर्ट मैले गर्ने कुरा होइन, तर मैले यो म कार्यसमितिमा आइसके पछाडिको रिपोर्ट मैले गर्नै पर्छ। एउटै पनि मिटिङमा त्यो ड्रिङ्क्सहरूदेखि लिएर यस्तो खालको झगडा गरेर एन्डिङ गर्ने खालका घटना एकपल्ट पनि भएको छैन। त्यो चेम्बरले हाम्रो समाजलाई आर्थिक रूपले ट्रान्सफर्मेसनको एउटा प्लेटफर्म दिन्छ र त्यो सुनिश्चित गर्न तपाईँ हामी सबैले लाग्नु पनि पर्छ। आज यतिखेर पशुपतिनाथ कोअपरेटिभको कुरा गर्दै गर्दा मलाई एउटा चिज अरू पनि भन्न मन लाग्यो। पशुपतिनाथ कोअपरेटिभको अहिले एउटा वेबसाइट तयार छ।
हजुरहरूले त्यो वेबसाइटमा जो पनि मेम्बर हुनुहुन्छ तपाईँले आफ्नो मेम्बरसिप नम्बर त्यहाँ हालेर आफ्नो तल फोन नम्बर हाल्नुभयो भने तपाईँको फोन नम्बर जो मेम्बर छ त्यसलाई अटोमेटिक स्वाभाविक रूपमा त्यो भेरिफाई सिस्टम छ, सफ्टवेयर छ। तपाईँले आफ्नो मेम्बरसिप नम्बर र फोन नम्बर हाल्नुभयो भने ओटिपी आउँछ तपाईँकोमा। तपाईँको ओटिपी आइसके पछाडि किन अरूले कसैले खोल्न नसकोस् भनेर त्यो हामीले एउटा सेक्युरिटी चेक हो। त्यो ओटिपीको आधारमा तपाईँको अकाउन्ट खुल्छ। तपाईँले कति सेयर जम्मा गर्नुभएको छ, कति सिडी जम्मा गर्नुभएको छ, कति कुन कुन महिनामा टाइममा पे गर्नुभयो, कुन कुन महिनामा टाइममा पे गर्नु भएन, टाइममा पे गर्नु भएन भने तपाईँलाई कति फाइन लाग्यो, तपाईँले लोन लिनुभएको छ भने कति लोन लिनुभएको छ, त्यसको कति ब्याज लागिरहेछ, कति किस्ता तिर्न बाँकी छ, यो सबै कुरा तपाईँको आफ्नो मोबाइलमा हेर्न सक्नुहुन्छ। त्यो लेभलको ट्रान्सपरेन्सी हामीले अथक प्रयास गरेर अहिलेसम्म डेभलप गरेका छौँ। अब पहिले अकाउन्ट क्याल्कुलेसन गर्नलाई म्यानुअल गर्दा कठिन भएको थियो, हामीले अब डिजिटलाइज गऱ्यौँ। अब 1% इन्ट्रेस्ट जुन छ त्यो पनि रिड्युसिङ गर्दैछौँ। अल्टिमेटली मेम्बरहरूलाई सहुलियत पुर्याउने प्रयास हो। हामीसँग जति पनि लिमिटेड रिसोर्स थियो त्यो रिसोर्सको बिचमा यो सारा प्रयास हामीले गरेका छौँ। यसलाई अगाडि बढाउने कुरामा स्वाभाविक रूपमा समाजले मिलेर प्रयास गर्नुपर्छ, तर हामी सही तरिकाले अगाडि बढिरहेका छौँ। हाम्रो आफ्नो व्यक्तिगत कमी कमजोरी, सामाजिक कमी कमजोरीहरू आफ्नोमा होलान्, तर हाम्रो प्रयास कहीँ पनि यताउति डगमगाएको छैन र यो अगाडि बढ्छ। यसको साथसाथ अहिले एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको पनि वेबसाइट रेडी छ। वेबसाइटमा हामी सबै स्टेटका कमिटीहरूको पनि प्रपर प्रोफाइलहरू तयार गरेर राख्दैछौँ। एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको वेबसाइटमा हाम्रो गभर्निङ बडीका सारा प्रोफाइलहरू प्रपर रेडी भइसकेका छ। हामी एउटा डाइरेक्टरी तयार गर्दैछौँ। त्यो डाइरेक्टरीमा हाम्रो सबै मेम्बरहरूको बिजनेस प्रोफाइल हामी अपलोड गर्नेछौँ। त्यो अपलोड गर्दै गर्दा कुनै पनि मान्छेले बाहिरबाट आएर यदि दिल्लीमा या भारतको कुनै पनि ठाउँमा एभरेस्ट चेम्बरसँग जोडिएको कुन मान्छे कुन सेक्टरमा बिजनेस गर्छ त्यो डेटा तुरुन्तै पाउन सक्छ, त्यो हामी सुनिश्चित गर्दैछौँ। त्यसले हाम्रो जो मेम्बरहरू हुनुहुन्छ उहाँहरूको बिजनेस प्रस्पेक्ट बढेर जानेछ, त्यो सुनिश्चित गर्नको लागि म प्रयास गरिरहेका छु। अब यो चाँडै नै यो गुड न्युज यहाँहरू समक्ष मलाई अपेक्षा छ। हाम्रो प्रयास थियो कि यही साधारण सभाको समयमा यो डाइरेक्टरी तपाईँहरूलाई प्रस्तुत गर्न सकौँ भन्ने। त्यसमा हाम्रो टेक्निकल टिमसँग काम गर्दै गर्दाखेरि केही चिज टाइम लागेको छ, तर आउने हाम्रो जुन एजिएम हामी आज घोषणा गर्दैछौँ त्यो बेलासम्ममा सबै मेम्बरहरूको बिजनेस प्रोफाइल, फोन नम्बरदेखि लिएर बेसिक इन्फर्मेसनदेखि लिएर बिजनेस सेक्टरहरू, त्यो सेक्टरको आधारमा सर्च गर्दाखेरि पनि उहाँको प्रोफाइल खुलोस्, उहाँको नामको आधारमा सर्च गर्दाखेरि पनि प्रोफाइल खुलोस्, उहाँको कम्पनीको नाम सर्च गर्दाखेरि पनि उहाँको प्रोफाइल खुलोस्, त्यो खालको एउटा डाइरेक्टरी हामी तयार गर्दैछौँ। त्यसले हाम्रा साथीहरूको बिजनेस नेटवर्किङमा पनि अवश्य पनि सहयोग पुग्छ। त्यो हिसाबले चेम्बरको हामी एउटा डिजिटलाइज ढङ्गले गतिविधि अगाडि बढाउने प्रयास गर्दैछौँ। अर्को नेपाल फेस्टिभलको कुरा हामीले आदरणीय कोषाध्यक्षज्यूले रिपोर्ट राखिसक्नु भएको छ। पहिलोपल्ट एभरेस्ट चेम्बरले गरेको कार्यक्रम लगभग 40 लाखको बजेटको कार्यक्रम भयो। सबै खर्च कटाएर लगभग हामी 5 लाख प्लस प्रफिट भएको छ। यदि त्यो बेलामा त्यो एउटा इन्सिडेन्ट नभएको भएदेखि, आँधी बतासको त्यो समस्या नभएको भएदेखि हामीसँग यतै एउटै इभेन्टबाट 10 लाख रुपियाँको ब्याङ्क अकाउन्टमा सेभिङ हामीसँग हुन्थ्यो। त्यसमा हामीले त्यो काम गर्ने साथीहरूलाई इन्सेन्टिभ पनि दिएका छौँ, जसले हामीले पहिले निर्णय गरे अनुसार जसले त्यो फन्ड मोबिलाइजेसनमा सहयोग गर्नुहुन्छ उहाँहरूलाई सर्टेन इन्सेन्टिभ दिने भनेर हामीले पहिले मिटिङहरूमा डिक्लेयर गरे अनुसार त्यो इन्सेन्टिभको खर्च कटाइसकेर पनि हामीसँग लगभग 10 लाखको प्रफिटको हामीले मोबिलाइजेसन गऱ्यौँ। त्यो चेम्बरका साथीहरूको स्ट्रेन्थको कारणले नै भएको हो, त्यो आफै भएको होइन। त्यो लेभलमा हामीले चेम्बरलाई अहिले लिएर गएका छौँ। यसलाई यो धेरै ठुलो उपलब्धि पनि होइन, तर त्यो सुरुवात गरेको ठाउँबाट कहाँसम्म पुग्यो त्यो हेर्दै गर्दाखेरि त्यो एउटा उपलब्धि पनि हो। यसलाई यहाँभन्दा धेरै अगाडि लिएर जानु छ स्वाभाविक रूपमा, त्यो डिरेक्सनमा पनि हामीले काम गर्नु छ। अहिले नेपाल फेस्टिभलको प्रपर वेबसाइट छ, पर्मानेन्ट वेबसाइट छ। हजुरहरूले नेपाल फेस्टिभलको वेबसाइट देख्न सक्नुहुन्छ। अब यसपालि पनि यसको हामी अरू घोषणा गर्ने नै छौँ, अगाडि एजेन्डामा आउनेछ। अरू यसको साथसाथ हामीले एभरेस्ट चेम्बरलाई अब यो बेलामा आउँदै गर्दाखेरि एसोसिएसनको लागि अन्य फेडरेसनहरूसँग जुन सुरुमा एप्रोच गर्दाखेरि कसैले हामीलाई घोषणा पनि दिएको थिएन, आज नेपालको अल नेपाल फेडरेसनहरू हामीकामा पुराका पुरा टिम, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, केन्द्रीय सदस्य लगायतका 20औं जना यहीँ दिल्लीमा आएर हामीसँग मिटिङ बसेर ल हामी चाहिँ भगिनी संस्थाको रूपमा एग्रिमेन्ट गरौँ, एमओयू गरौँ भनेर एमओयू गरेर गएका छन्। उहाँहरू बिजनेस इभेन्टहरू, नेसनल अधिवेशनहरू, महाधिवेशनहरू गर्दै गर्दाखेरि यहाँ चेम्बरलाई पनि स्पेसल लेटर आउने गर्छ। त्यो हामीले ग्रुपहरूमा पनि कहिलेकाहीँ सेयर गर्ने गरेका छौँ। एफएनसीसीआईदेखि लिएर पिएचडी नेपालको एफएनसीसीआईदेखि लिएर सिएनआईदेखि लिएर नेपाल चेम्बरका अध्यक्ष लगायतका सिनियर पदाधिकारीहरू हामीसँग एउटा
कोर्डियल रिलेसन डेभलप गर्नको लागि एप्रोच गरिरहनु भएको छ, त्यो खालको कुराहरू चलिरहेका छ। यसलाई अलिकति हामीले सिस्टमेटिक बनायौँ भने हाम्रो अझै पनि समस्या के छ, हाम्रो केही साथीहरूले मैले माफ गर्नु होला, मैले अलिकति समयले महासचिवको रूपमा मैले यो कार्यपत्र प्रस्तुत गर्दै गर्दा यो सबै विषय राख्न आवश्यक पनि थियो। हाम्रो केही साथीहरूलाई एउटा विषय एकदमै अब्जेक्सन मैले सुन्ने गरेको छु, साथीहरूले भन्ने गर्नुभएको छ कि यो चेम्बरले चाहिँ अफिस बेच्यो, अफिस बेचेर पैसा खायो, यिनीहरूको चाहिँ ऐसी कि तैसी गरिदिन्छौँ भनेर पुरा खबरहरू बाहिर खबर गर्नेहरूले सुनाउँछन्। हाम्रो चेम्बरको अफिसमा अहिले पनि हामी एफएनसीसीआईको पदाधिकारी आयो भने त्यो त्यहाँ लगेर चढाउन लाज लाग्दो अवस्था छ। कसरी लिएर जाने? त्यहाँ चौथो तला छ, हाम्रा ती फाउन्डरहरू बुढा भइसके, हिँड्न सक्दैनन्, चौथो तलाको त्यो चढ्न सक्दैनन्। अनि त्यो छत हो, त्यो चाहे जेसुकै भने पनि त्यो छतमा कसरी मान्छेले लिएर जाने? त्यो ठाउँ त्यहाँ पार्किङ पाउँदैन, बिल्कुल कर्नर छ, त्यो जानलाई बाटोमा ट्राफिकको त्यस्तो समस्या छ। त्यो बिचमा हामीले चाहे जेसुकै भए पनि अहिले भाडामै भए पनि अलिक राम्रो ठाउँमा लिएर जाउँ भन्ने खालको हिसाबको सुरुमै कति पहिलेदेखि मिटिङ हुने गरेको थियो। कतिलाई हामीले एप्रोच गरेको 25 लाखमा किनिदिनुहोस् भनेर कतिजनालाई कुरा गरियो। पछि फेरि समयको साथमा फेरि त बढिसक्यो 27 लाखको कुरा गरौँ भन्न थाल्नुभयो साथीहरूले, ल 27 लाखमा किन्नु भनेर हामीले रिक्वेस्ट गरिरहेको कहिले भइरहेको थिएन। अहिलेसम्म अब 29 लाख रुपियाँमा बिक्या छ, ठिकै छ, त्यो कमै पाएको छ। अहिले त्यो हाम्रो जुन अफिस छ त्यो कुन चाहिँ त्यो विशाल मेगामार्टबाट छिर्दाखेरि राइट साइडमा पर्नेवाला एरिया चाहिँ त्यो रेड जोन भनेर बार मार्किङ गरेको छ, त्यो कारणले त्यता रेट बढेकै छैन। त्यसको लेफ्ट साइड भएको भएदेखि त्यति एरियाको हामीले 70-80 लाख पाइसक्थ्यौँ। अब त्यो कन्डिसन छँदैछ, बढ्या छैन। अब त्यो अहिले बिक्या छ, यो कुरामा पनि एकदमै ज्यादा अनावश्यक रियालिटीमा त्यो भित्र बसेर कुरा गर्ने हो भनेदेखि त्यो खालको सब्सटेन्स छैन। तर हाम्रो मान्छेहरूलाई नेगेटिभ कुरा गर्नलाई मजा आउँछ, गरिराख्नुहुन्छ, गर्ने मान्छेहरूलाई कति डिमोरलाइज हुन्छ भन्ने कुरा मलाई थाहा छ, त्यो खालको अवस्था छ। खैर, अब हामी चेम्बरको अफिस पनि सुटेबल लोकेसनमा बनाउने छौँ, त्यो हिसाबले हामी अगाडि बढ्नु छ। अब यस सन्दर्भमा अबको जुन सपना, हामी यो कार्यसमिति त अब कम्प्लिट गरिसकेका छ। आज हामी नयाँ कार्यसमितिको लागि अधिवेशन घोषणा गर्नेवाला छौँ। अर्को अधिवेशनबाट, यो आउने अधिवेशनबाट नयाँ कार्यसमिति बन्दै गर्दा चेम्बर अगाडि कता जाने, चेम्बरको फ्युचर कोर्स के हुनुपर्छ, त्यसको सन्दर्भमा केही कुराहरू म राख्न चाहन्छु। त्यस पछाडि आजको मिटिङका मुख्य जुन 3 एजेन्डा छन् त्यो एजेन्डाहरू प्रस्तुत गर्दछु। हामीलाई आशा छ आउने समयमा एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको दिल्लीको ठिकठाक लोकेसनमै जमिनको साथमा फुल फ्लेज स्टेट अफ द आर्ट एउटा बिजनेस टावरको रूपमा हामीले डेभलप गर्नु छ। कतिपय साथीहरूलाई लाग्दो यो हास्यास्पद कुरा हो, 29 लाख रुपियाँ अकाउन्टमा राखेको छ, अब यो बिजनेस टावर दिल्लीमा बनाउने कुरा गर्छ भन्दाखेरि लाजै लाग्ने कुरा पनि हो। तर त्यो रियालिटी हुँदै गर्दाखेरि पनि जबसम्म हामीले सपना देख्दैनौँ, जबसम्म हामी प्रयास गर्दैनौँ, तबसम्म हुँदैन। त्यो भएको हुनाले हामीले सपना देख्नु छ, प्रयास गर्नु छ। हामी जिरोबाट सुरु गरेको हो, अहिले यहाँ छौँ, यहाँबाट यसलाई अगाडि बढाउनु छ। हाम्रा बच्चाहरू पढे लेखेका छन्, हाम्रा बच्चाहरू हामी जुन हिसाबको स्ट्रगलको फेजबाट आएका थियौँ त्योभन्दा अलि माथिकै लेभल मेन्टेन गर्छन् भन्ने हामी अपेक्षा गर्दछौँ। त्यो बच्चाहरूले अगाडि काम गरेर यसलाई यदि क्यारी फरवर्ड गर्ने हो भने त्यो खालको परिकल्पना अवश्य गर्नैपर्छ। र हामी कल्पना गर्दछौँ आउने समयमा हाम्रो एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको एउटा कमसेकम 100-150 गजमा एउटा बिजनेस टावर या अफिस टावर हामीले डेभलप गर्नु छ, जहाँ कमसेकम एउटा फ्लोरमा हाम्रो यस्तो मिटिङ गर्ने खालको हल होस्, यहाँ चेम्बरको आफ्नो अफिस होस्, एउटा ब्याङ्किङको लागि हामीले नि ब्याङ्किङ एउटा कोअपरेटिभ ब्याङ्क भए पनि बनाएका छौँ, त्यसको एउटा अफिस होस्, त्यहाँ एउटा लाइब्रेरी प्रपर अपरेसनल होस्, त्यहाँ एउटा गेस्ट हाउस डेभलप गर्न सकियोस्, त्यही हाम्रो टेस्टको नेपाली टेस्टको एउटा रेस्टुरेन्ट बनाउन सकियोस्, नेपाली जुन टेस्टका सामानहरू, कपडाहरू, खानेकुराहरू मिल्ने खालको एउटा बिजनेस प्लेटफर्म, कम्प्लेक्स, सपिङ कम्प्लेक्स, डिपार्टमेन्ट स्टोर, जे नाम दिए पनि त्यस्तो खालको एउटा त्यहाँ सप क्रिएट गर्न सकियोस्। कमसेकम यी बेसिक चिजहरूलाई हामीले इन्स्योर गर्ने गरी सपना देखेर काम सुरु गर्नु छ। आज न त भोलि, भोलि नै त पर्सि यो चिज हुनु छ र अवश्य पनि हुन्छ। हामीले डिटर्मिनेसनका साथ काम गर्नु छ, अवश्य पनि समय लाग्ला तर हुन्छ र त्यो हुनुपर्छ। त्यो दिशामा हामीले अगाडि बढाउने हो। अर्को, एभरेस्ट चेम्बरको मेम्बरहरूको नेटवर्कलाई हामीले ग्लोबल गर्नु छ। हामीले ग्लोबल नेटवर्क गऱ्यौँ भनेदेखि बिस्तारै बिस्तारै बिजनेसको सेक्टरमा राम्रो लेभलमा उपलब्धिमा पुगेका साथीहरू पनि हामीसँग एप्रोच गरेर चेम्बरको
माध्यमले हामीले नेटवर्किङ गरेर केही न केही कामहरूको विस्तार गर्न चाहन्छौँ भन्नुहुन्छ। युकेबाट एनआरएनको अन्तर्राष्ट्रिय अध्यक्ष कुल आचार्यजी यहाँ आउनुभयो। उहाँले रिक्वेस्ट गरेकै भनेको भारत दुनियाँको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश, आर्थिक हिसाबले दुनियाँभरि यतिखेर पेसिमिजम भएको बेलामा पनि 7% भन्दा माथि ग्रोथ रेट मेन्टेन गरेको एउटा ग्रोइङ इकोनोमी, केही समयभित्रमा केही महिनाभित्रमा दुनियाँको तेस्रो ठुलो अर्थव्यवस्था बन्दै गरेको देश। हामी बाहिर भएका साथीहरू पनि भारतमा केही न केही बिजनेस गर्न चाहन्छौँ, केही न केही काम गर्न चाहन्छौँ भन्ने खालको म्यासेज लिएर हामी कहाँ आउनुभएको छ। केही साथीहरूले युकेतिरबाट अमेरिकातिरबाट आएर इन्डियामा बिजनेस सुरु गर्दै हुनुहुन्छ। उहाँहरू चेम्बरको साथीहरूसँग कोलाबोरेसन कोअर्डिनेसनको लागि एप्रोच गर्दै हुनुहुन्छ। उहाँहरू चेम्बरको बारेमा यो खालको एप्रोचले हेरिरहनु भएको छ। यसलाई अलिकति हामीले एउटा रेस्पेक्टेबल ढङ्गको अफिस पनि बनाएर एउटा नेटवर्किङको प्लेटफर्म क्रिएट गऱ्यौँ भने धेरै प्रस्पेक्टहरू खुल्न सक्छन्। त्यो हिसाबले हामीले काम गर्नु छ। अप्ठ्यारो भए पनि हामी त्यो काम गर्छौँ। आज हामी यो विषयमा पनि केही चर्चा गरेर यहाँबाट हजुरहरूको एउटा यसमा साथ सहयोगको अपेक्षा र सहमति र अनुमतिको अपेक्षा पनि गर्दछौँ। हाम्रा धेरै साथीहरूको बिजनेस जुन हिसाबले ग्रो गरिरहेको छ त्यो हाम्रो लागि पनि एसेट्स हो, चेम्बरको लागि पनि एसेट्स हो। चेम्बर आफैले चाहिँ एकदमै ठुलो बिजनेस टर्नओभर गर्नलाई समय लाग्ला नहोला, त्यसको लागि स्वाभाविक रूपमा सरकारी प्याटर्नेज चाहिन्छ। हामीले क्लोजली डिफ्रेन्ट फेडरेसनहरूको स्टडी गऱ्यौँ। त्यो फेडरेसनको स्टडी गर्दाखेरि हामीलाई थाहा भयो कि पिएचडी चेम्बर छ या भन्नुहोस् फिक्की छ, यसलाई भारत सरकारले एउटा इभेन्ट गर्नको लागि कई सौ करोड पैसा दिँदो रहेछ एउटा इभेन्ट अर्गनाइज गर्नलाई। अब त्यो इभेन्टमा अहिले हामीले गरेको नेपाल फेस्टिभलमा हामीले यत्रो पहिलोपल्ट यति ज्यादा अप्ठ्यारोको बिचमा पनि लगभग 10 लाख रुपियाँ प्रफिट बनाउन सकिँदो रहेछ भने तिनीहरूको त करोडौँ प्रफिट एउटा इभेन्टबाट उनीहरूले निकाल्दो। उनीहरूलाई त्यो डेभलप गर्नलाई कि कठिनै भएन। हामीलाई न त भारत सरकारले त्यसरी एकदम प्याट्रोनाइज गर्ने वातावरण छ, न त हामीलाई नेपाल सरकारले गर्ने वातावरण छ। हामी त बस नेपाल एम्बेसीसँग एउटा राम्रो रिलेसन गरेर अक्सर नेपाल एम्बेसीमा आउने अफिसरहरू हाम्रै क्लासमेट साथीहरू ज्यादातर भइरहेको हुँदाखेरि अलिअलि त्यो चिजलाई युज गरेर यसो हाम्रो आफ्नो एकाडेमिक समझको अनुसार प्रपोजल तयार गरेर उहाँहरूको पनि यसो रिप्रेजेन्टेसन गराएर केही इभेन्ट गरेका छौँ। नत्र हामीलाई सरकारी प्याटर्नेज त्यसरी हुन सकेको अवस्था त छैन। त्यो हुँदै गर्दाखेरि पनि हाम्रा कार्यक्रममा भारत सरकार नेपाल सरकारहरू पनि सहभागी हुने वातावरणसम्म त हामी पुगेका छौँ। तर आउने समयमा यदि यो सिस्टम यदि बलियो बनायो भनेदेखि, यो सिस्टमले काम गर्न थाल्यो भनेदेखि अवश्य पनि हामी त्यो सरकारी इभेन्टहरूको पनि होस्ट बन्ने खालको अवस्था हुन्छ। त्यो हुँदै गर्दाखेरि स्पेसली अरू नभए पनि इन्डो नेपालको जुन ट्रेड छ त्यो ट्रेडमा हामी बिचमा पुग्ने खालको अवस्था चाँडै नै बन्ने खालको मैले सपना देखेको छु। मलाई लाग्छ त्यो चाँडै नै हुने पनि छ। भारत सरकारले पनि नेपाल सरकारले पनि त्यो इन्डो नेपालको व्यापार खरबौँको व्यापार छ, त्यो व्यापारको बिचमा काहीँ न काहीँ कडीको रूपमा एभरेस्ट चेम्बरलाई एक्नोलेज गर्न सक्ने अवस्थामा हामीले आफूलाई पुर्याउनुपर्छ। अहिलेको समयमा हामी त्यो अवस्थामा छैनौँ। यदि त्यो हुँदै गऱ्यो भने पनि हाम्रो चेम्बरको साथमा जोडेका साथीहरूको बिजनेस पोसिबिलिटिज प्रस्पेक्टहरू बढ्छ, अवसरहरू बढ्छ। किनभने यो चेम्बर भनेको प्लेटफर्म मात्रै हो, फाइदा हुने त स्वाभाविक रूपमा मेम्बरहरूलाई नै हो। स्पेसली जो ज़्यादा इन्भल्भ हुन्छ उनीहरूलाई ज़्यादा नेटवर्किङमा अवसर मिल्छ स्वाभाविक रूपमा। कहिलेकाहीँ चाहिँ चेम्बरमा जोडेका मान्छेहरूले फाइदा लिए भने भाइ साहब कसैले कसैलाई रोकेको छैन। हरेक मिटिङमा हामी ओपन इन्भाइट गर्छौँ, आउनुहोस् बिजनेसको नेटवर्कमा कहाँ कहाँ तपाईँ एन्ट्री गर्न सक्नुहुन्छ। हामीले सकेसम्म हाम्रा मेम्बरहरूलाई काम दिने प्रयास गर्छौँ। हाम्रो दीपक मानजी हुनुहुन्छ, उहाँको एकदम स्टेट अफ द आर्ट प्रिन्टिङको काम छ। त्यो लेभलको क्वालिटीको प्रिन्टिङको काम तपाईँले नेपाली कम्युनिटीमा त कहीँ पाउने सम्भावना एकदमै कम छ। त्यो ओभरअल इन्डियन हाई प्रोफाइल जो प्रिन्टिङ एडभर्टाइजिङ काम गर्ने कम्पनीमा पनि कमै ठाउँमा पाउनुहुन्छ। हाम्रो साथीहरूलाई कतिले थाहै छैन, हामी धक्का खाइरहेछौँ। एउटा प्लेटफर्ममा अलिकति एक्सचेन्ज गर्ने खालको माहौल त डेभलप गरौँ। त्यो भयो भनेदेखि हामी पनि यत्रो ठुलो सङ्ख्या छ, हामी पनि स्वाभाविक रूपमा यसबाट सबै मेम्बर बेनिफिट लिन सक्छौँ। हाम्रै मान्छेहरू कति घर किनिरहेका हुन्छन्, बेचिरहेका हुन्छन्। हाम्रै मान्छेहरूमा एउटा ओपननेस किन नराख्ने? कस्तो एउटा विडम्बना छ कि हाम्रो मान्छेहरूले चाहिँ एउटा त्यो बिजनेस जो प्रपर्टी बिजनेसमा 2 पैसा कमायो भनेदेखि त्यसमा आँखा लगाउने गल्तीहरूलाई चाहिँ जति भयो भने कमिसन दिन तयार हुने। हाम्रो त्यो साइकोलोजी त हामीले चेन्ज गर्नु पऱ्यो नि। हाम्रो मान्छेले 2 पैसा कमायो भनेदेखि त्यो जेन्युन हिसाबले 1% 2% जे हुन्छ कमायो भने कमायो।
हामी चाहिँ आफ्नो मान्छे आफ्नो कम्युनिटी भनेपछि त्यसले चाहिँ केही कमाउनु हुँदैन भन्ने खालको फर्टिचर बनाउनेतिर लाग्ने, अनि कहाँबाट हाम्रो कम्युनिटीको बिजनेस ग्रोथ हुन्छ। अलिकति ओपननेस त हामीले ल्याउनुपर्छ। त्यो हिसाबले गऱ्यौँ भने अवश्य पनि यो अगाडि बढ्छ। अब म आदरणीय अध्यक्षज्यूको अनुमतिले हामी यो मैले ब्याकग्राउन्डको कुराहरू राखेँ, हजुरहरूको विमतिहरू पनि सुन्न एकदम ओपननेस छ, हामी सुन्न तयार छौँ। यसको साथसाथ मुख्य रूपले 3 पोइन्ट एजेन्डाको साथमा यो अधिवेशन बोलाइएको थियो। त्यो भएको हुनाले म त्यो 3 पोइन्ट एजेन्डालाई यहाँ राख्न चाहन्छु। त्यो पहिलो एजेन्डा भनेको कार्यालय सम्बन्धी छ। त्यो कार्यालयको कुरा मैले अलिकति त्यो तिक्तताको कुरा जुन बाहिर सुनिरहेको थियो त्यो कुरा मैले पहिले राखिसकेँ। म अगाडि बढ्दछु। भवन बिक्रीबाट, हाम्रो अफिस कार्यालय बिक्रीबाट प्राप्त रकमलाई सोही ब्याङ्कमा, जुन ब्याङ्कमा हाम्रो खाता छ त्यही ब्याङ्कमा एफडीमा जम्मा गरेर त्यसको साथसाथ फन्ड मोबिलाइजेसन अभियान अगाडि बढाउने, लेभी कलेक्सन अभियानलाई सिरियसली फलो गर्ने र यसरी सङ्कलन भएको रकमलाई पनि जोडेर लङ टर्ममा आफ्नै कार्यालयको लागि जमिन किन्ने यो कार्य अगाडि बढाउनको लागि कार्य समितिलाई यो साधारण सभाले अनुमति दियोस्, यसको लागि म अनुरोध गर्दछु। राख्न सक्छ। दोस्रो ट्रेड फेयरको लागि हामीले भेन्यू र तिथि तय पनि गरिसकेको छ। पिएचडी चेम्बर अफ कमर्सको कार्यालय भवन होजखासमा, त्यही अडिटोरियमभित्र ओपनिङ क्लोजिङ कार्यक्रम हुन्छ। त्यस पछाडि दिनका सेसनहरू त्यही अडिटोरियमहरूमा हुनेछन् र त्यो भवनको अगाडि र साइडमा इनफ ठाउँ हामीले रेकी गरेर आएका छौँ, त्यहाँ स्टलहरू लाग्नेछन्। त्यसरी हामीले फरवरी महिनाको 20, 21 र 22 तारिक शुक्रबार, शनिबार र आइतबार हामी घोषणा गर्दछौँ र यो कार्यक्रमलाई सफल बनाउनको लागि आवश्यक सबै कार्यको लागि कार्य समितिलाई जिम्मेवारी दिनुहुनको लागि, अनुमति दिनुहुनको लागि म साधारण सभालाई अनुरोध गर्दछु। त्यस्तै गरी त्यस चिजको नयाँ कार्य समितिको चयनको लागि अधिवेशन मिति घोषणाको लागि प्रस्तावित मितिलाई अनुमोदन गरिदिनु हुनको लागि अनुरोध छ। हामीले 2-3 वटा मितिहरूमा चर्चा गरेका थियौँ। अप्रेलमा, फेब्रुअरीको लास्टमा हाम्रो त्यो कार्यक्रम सकिसके पछाडि मार्च फिस्कल इयर अन्तिम हुन्छ। त्यसमा हामी त्यो फेस्टिभलको आय व्यय सङ्कलनहरू, हिसाब किताब तयार गर्ने, रिपोर्ट, अडिट रिपोर्ट तयार गर्ने कामहरू गरेर त्यसको रिपोर्ट पनि हामीले प्रस्तुत गर्नुपर्छ। त्यसमा पनि काम आवश्यकता पर्छ। अनि त्यसको साथसाथ मार्चमा फिस्कल इयर कम्प्लिट भइसके पछाडि अडिट रिपोर्टहरू पनि तयार गर्नु छ। त्यो सबै काम गरिसके पछाडि अप्रेलको लास्टतिर हामीले अधिवेशनको प्रस्ताव गर्न चाहेका छौँ। अप्रेलको लास्टतिरको डेटहरू हेर्दै गर्दाखेरि मईको 1 तारिक बुद्ध पूर्णिमा पनि पर्छ। त्यो दिन बुद्ध पूर्णिमाको पनि छुट्टी हुन्छ। मई दिवस लेबर डेको हिसाबले पनि छुट्टी हुन्छ र त्यस पछाडि शनिबार आइतबार पनि पर्यो। शुक्रबार मई 1 छ, त्यो भएको हुनाले शुक्रबार पनि छुट्टी, शनिबार आइतबार पनि छुट्टी। हाम्रो साथीहरूलाई आउनको लागि, बाहिरबाट आउनको लागि, जान फर्किनको लागि, समयको एडजस्टमेन्टको लागि पनि सजिलो हुन्छ भन्ने हिसाबले मईको 2 र 3 तारिक डेट तय गर्नको लागि हाम्रो आन्तरिक बैठकमा यो प्रस्ताव तयार भएको छ। यहाँहरू सबैले यो प्रस्तावित मिति मई 2 र 3, 2026 मा एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अधिवेशन राख्नको लागि तयारी गरेका छौँ। यसलाई पारित गरिदिनुको लागि म अनुरोध गर्दछु।